हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। सो गाइस, म चाहिँ तपाईँहरूको माझ आइसकेको छु फेरि पनि एउटा मिनी भ्लग ल्याएर। अनि गाइस, बिहानको सबै काम सकिसकेपछि मैले फेरि एउटा मिनी भ्लग बनाउँछु भनेर सोचेँ अनि सुरु गरेँ है त। चट्ट पारामा खानासाना पनि खाइयो, मासु होइन है फेरि। अनि गाइस, एकछिन पछाडि म चाहिँ आँसेँ अनि पन्चर लगेर खेततिर गएँ। दाउरा छिटै थिएँ तर धेरै थिएन दाउरा, लास्टै गाह्रो भयो क्या यार। के गर्नु साथीहरू, गाउँघरमा दाउरा नभए चुलै बल्दैन, बिहान बेलुका खानै पाक्दैन। धेरै थिएन, 2-4वटा ठुटा चिरे सजिलै, हेर्दा सजिलो भयो भने लास्टै साह्रो थियो दाउराहरू चाहिँ। काम अर्कै हेर्ने चाहिँ मजा हुन्छ, सजिलो लाग्छ होइन। अनि मैले पनि एकछिनमा त्यहाँ भएको सबै दाउराहरू चिरेर भ्याइसकेँ। अनि बाबा पनि आएर दाउरा चिर्न सुरु गर्नुभयो। मैले त चिरेर भ्याइसकेको थिएँ, अब एकछिन बसेर हेर्ने बरु। अरूले काम अर्कै हेर्न मजा हो नि, आफूले गर्नु फेरि लास्टै गाह्रो लाग्ने के। अनि बाबाले चाहिँ दाउरा चिर्न सुरु गर्नुभयो, म चाहिँ हेरेर बसेँ। बाबाले पनि हेर्दा हेर्दै दाउरा चिरिसक्नु भएछ एकैछिनमा फेरि। ल हेर्नुहोस् है साथीहरू, यही हो मैले चिरेको दाउरा, थोरै। हेर्दा थोरै देखिन्छ तर धेरै नै छ है दाउरा चाहिँ। अब चाहिँ म यसो खेतमा माथितिर गएँ, त्यहाँ बेसार उखु रहेछ। बेसार खन्ने बेला अलि भएको रहेछ, अझै 1-1.5 वर्ष कुर्नु भन्नु। अनि गाइस, खेतमा यत्तिको समेत सुविधा भयो भने चाहिँ अरू के चाहियो र। तिर्खा लागेको बेला टक्क मुलको पनि खाइयो, तिर्खा मेटाइयो। मलाई फेरि तल बाबाले बोलाउनु भएछ, अनि फेरि किन रहेछ भनेर गएको त। बाख्रा र भैँसीले घाँस काट भन्दै हुनुहुन्थ्यो। गएर मैले पनि एउटा बुटो ढलाइदिएँ बाख्रालाई, यही खान्छ अब बाख्राले। अनि मलाई मम्मीले उखु ल्याइदिनु भएछ, अनि उखु खाँदै बसेँ म। र हेर्दाखेरि यस्तो भयो भने उखु चाहिँ अलि मिठो रहेछ, रसिलो। अब उखुसुखु खाइसकेपछि मैले पनि आएर माथि आएर यसो 2-4 डाला घाँस झारिदिएँ। भुइँबाटै भेट्ने ठाउँमा चाहिँ तलेबाट काटेँ र अलिक गाह्रो ठाउँमा चाहिँ माथि रुखमै चढेर काटेँ। तर सहिलै थियो घाँस काट्न चाहिँ रुखमा। मैले यता घाँस काट्दै गर्दा फेरि मम्मीले उता पनि घाँस काट्नुभएको रहेछ। अब चाहिँ यति घाँसले हुन्छ होला, भारी पुग्यो होला भनेर म रुखबाट झरेँ र घरतिर फर्किएँ। अनि त्यसपछि चाहिँ म घरतिर फर्किएँ र यता घरतिर फेरि घाम लागेको रहेछ राम्रो। खेततिर चाहिँ 12 बजे घाम अस्ताउँछ, लास्टै जाडो भयो। अनि म पनि घरतिर आएँ, कभर सबर लगाएको थिइनँ। घर आउँदा चाहिँ यस्तो पार लाग्यो अनि घरमा यसो मसाले चिया बनाएँ, 1 कप हालेर चिया खाइयो। घरमा पनि कति बस्ने भनेर झ्याउलाएर म चाहिँ बाहिरतिर हिँडेँ यसो स्कुल ग्राउन्डतिर। ग्राउन्डमा जाँदाखेरि टक्क केटाहरू बल खेल्दै रहेछन्। यहाँ चाहिँ 3जना लङ्गुरहरू बसिरहेछन्, 3जना गफ चाहिँ खतरा जमिरह। अनि एकछिन म पनि त्यही गफ गरेर बसेँ, बल खेल्दै हेरेँ। अनि त्यसपछि चाहिँ घर फर्किएँ। ल है त साथीहरू, अर्को भिडियोमा भेटौँला अब। ल साथीहरू, लाइक सेयर गर्नु ल, एन्ड बाई।